हिमालयन थार बारे केही स्रोतहरूले दिएको जानकारीमा अलिक गहिरिएर कुरा गर्दैछौँ। हाम्रो मुख्य चासो चाहिँ यो विशेष वन्यजन्तु मतलब थार नेपाल, भुटान, भारत, तिब्बतका अग्ला पहाडमा कसरी बाँच्छ, यसको वासस्थान, बानी व्यवहार अनि अहिले कस्तो अवस्थामा छ भन्ने बुझ्नु हो। स्रोतहरूमा यसको शरीर कसरी त्यति उचाइमा घुलमिल भयो, के खान्छ, कसरी बस्छ अनि के खतराहरू छन् र कसरी जोगाउने प्रयास भइरहेको छ भन्ने कुराहरू छन्। सुरु गरौँ न त यसको त्यो अनौठो वासस्थानबाटै। 2500 देखि 5000 मिटरसम्म कसरी बस्छ होला यति माथि? हो नि, साँच्चै अचम्म लाग्दो छ। र यो उचाइमा यसको अनुकूलन क्षमता त्यो झनै विशेष छ। स्रोतहरू हेर्दा के देखिन्छ भने यसको त्यो लामो बाक्लो रौँ छ नि, त्यसले चिसोबाट बचाउँछ नै। अझ महत्त्वपूर्ण कुरा के छ भने यसले मौसम अनुसार बस्ने ठाउँ नै फेर्छ। मतलब गर्मीमा अलि माथि लेकतिर जाने अनि जाडो लागेपछि अलि तल बेसीतिर यसैले त यसलाई चट्टानी पहारामा होस् वा खुला घाँसे मैदान कि हिमाली जङ्गल सबैतिर टिक्न मद्दत गर्छ। निकै रोचक अनुकूलन रहेछ। तो चलिए सुरु करते हैं। यस्तो ठाउँमा यसको खानपान नि सामाजिक जीवन समूहमा बस्छ भन्छन् हैन त? बस्छ। स्रोतहरूले के भन्छन् भने सामान्यतया 10 देखि 15 वटा सम्मको झुण्डमा देखिन्छ, तर कहिलेकाहीँ त्यो समूहको बनोट अलि फरक पनि हुन सक्छ रे, जस्तो भालेहरू मात्रैको छुट्टै समूह पनि। अनि खानेकुरा चाहिँ घाँसपात मात्रै हो कि अरू के? मुख्यतः घाँसपात, कलिला मुना पातहरू नै हो, तर कहिलेकाहीँ फलफुल पनि खान्छ। अनि यसको आहारा पनि त्यो बसाइ सरे जस्तै मौसम र उचाइ अनुसार फरक पर्छ। उसको घुमन्ते जीवनशैलीसँग जोडिएको कुरा भयो यो। यति धेरै अनुकूलन क्षमता छ, तर पनि यसको अवस्था त अलि जोखिममा छ भनिन्छ नि। स्रोतहरूमा लगभग सङ्कटग्रस्त भनेर लेखेको छ। यसको मतलब के हो खासमा? के हुन् त मुख्य खतराहरू? हो, यो लगभग सङ्कटग्रस्त अर्थात् नियर थ्रेटन्ड भन्नु चाहिँ एउटा गम्भीर सङ्केत हो। यसको अर्थ के हो भने यदि अहिले भइरहेका खतराहरू रोकिएनन् वा संरक्षणका प्रयासहरू प्रभावकारी भएनन् भने यो चाँडै नै सङ्कटग्रस्त यानि इन्डेन्जर्ड श्रेणीमा पुग्न सक्छ। त्यसो भए त अवस्था चिन्ताजनक नै रहेछ। एकदम। स्रोतहरूले मुख्य खतराहरू प्रष्टै पारेका छन्। पहिलो त वासस्थान नै मासिनु साँगुरिनु, मान्छेको चाप बढ्यो, बाटोघाटो बन्यो, विकास निर्माणले गर्दा। हो। दोस्रो अवैध शिकार,